दाइ नमस्कार। नमस्कार हजुर। मलाई तपाईँको सानो परिचय दिनुहोस् न है। मेरो नाम श्याम खड्का, मेरो घर भीमेश्वर नगरपालिका वार्ड नम्बर 6 सिमपानी। म पनि यो किवी व्यवसायी नै हुँ, किवी नर्सरी व्यवसाय। र मेरो घरमा भएको बोर्ड चाहिँ यो नेपालको पहिलो हजुर किवी आएको चाहिँ मेरो घरमा हो। हाम्रो घरमा भन्नु एकजना स्विस नागरिक जेफ मेस्सी भन्ने ल्याउनु भएको 44 सालमा। हजुर 44 सालमा ल्याएको। अनि मैले चाहिँ नर्सरी गर्दै थिएँ। पोहोरको वर्षबाट मेरो नर्सरीमा चाहिँ समस्या आयो। के समस्या आयो दाइ? यो निमाटोड भन्नेले चाहिँ मेरो माटोमा एकदम असर गर्यो। हजुर हजुर नर्सरीमा छ पोहोरको बिरुवा मैले सबै डढाइदिएँ। हजुर। अनि अहिले मेरो साथीहरूले विभिन्न कन्ट्याक्टमा आउने साथीहरूले चाहिँ मलाई क्वालिटी बिरुवा तपाईँले दिनुपर्छ भन्ने कुरा आयो। कुरा आएपछि यो सप्तभूमि हजुर यो किवी फार्ममा चाहिँ मलाई एकदम विश्वास लाग्यो। उहाँहरू युवाहरूले काम गरेको पनि। हजुर। अब हामीले उहाँहरूलाई चाहिँ पनि गर्नुपर्छ र उहाँहरूको चाहिँ यो पढे लेखा केटाहरूले गरेको भएको कारणले पनि मैले चाहिँ उहाँ साथीलाई, हाम्रो नगरपालिकाकै साथीले चाहिँ 150 बिरुवा चाहिँ मलाई चाहियो भनेपछि अनि म यो सप्तभूमि कृषि फार्ममा, हजुर किवी कृषि फार्ममा चाहिँ उहाँ साथीलाई लिएर आएर यहाँबाट मैले हेवाड जातको हजुर किवीको बिरुवा सिफारिस गरेर उहाँले पनि हामीलाई एकदम राम्रो रेस्पोन्स गरेर राम्रो बिरुवा दिनुभयो। त्यसको लागि यो सप्तभूमि किवी फार्मलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। अब हाम्रो एक आपसमा अरू किसानहरूसँग पनि उहाँहरूले सहकार्य गरेर उहाँहरू चाहिँ अलिक ठुलो लार्ज स्केलमा काम गर्न लाग्नु भएकाले अरू सानातिना किसानहरूलाई पनि समेटेर लगेर हामी त अब अलि एजेड पनि भइयो। अब हामीले अलिक काम गर्न दौडदौड गर्न हामीलाई अलिक गाह्रो हुन्छ। उहाँहरू जस्ता युवाहरू लागेर सबै यो वैदेशिक रोजगारमा जाने युवाहरूलाई चाहिँ स्वदेशमै केही गरौँ भनेर उहाँहरूले बाटो देखाइदिनु भयो भने यो देशको लागि र अब नेपालको लागि धेरै राम्रो सहयोग पुग्नेछ भन्ने आशा गर्छु। भनेपछि तपाईँ चाहिँ यहाँ चाहिँ उता हाम्रो दोलखाम भन्दा यहाँ चाहिँ गुणस्तरको बिउ पाइन्छ, बिरुवा पाइन्छ भनेर पनि हो। अनि फेरि मलाई चाहिँ सबैभन्दा विश्वास चाहिँ के लागेको भने पढे लेखेका युवाहरूले गरेको चाहिँ उहाँहरूले ट्रायल गरेर उहाँहरूले परीक्षण गरेर यो बिरुवाको उत्पादन भएको छ भन्ने मलाई विश्वास लाग्यो र मैले उहाँ किसानहरूलाई चाहिँ मैले यहाँ सिफारिस गर्छु। हुन त उहाँहरूको र मेरो म सबै भाइ चिन्दा नि चिन्दिनँ उहाँहरूलाई, तर पनि मलाई चाहिँ विश्वास, किनभने ठुलो फार्मले कहिले पनि त्यस्तो गल्ती गर्दैन। उहाँहरू पनि आफ्नो फार्मको चाहिँ इज्जतको कुरा पनि हुन्छ, प्रतिष्ठाको कुरा पनि हुन्छ। त्यो भएर पनि युवाहरूको फार्मलाई चाहिँ अलिकति हामीले पनि उ गरिदिउँ भने उहाँहरूलाई अझ हौसला हुन्छ। दोलखाकै आफै नेपालमा पहिलो किवी भएको मान्छे पनि आएर चाहिँ हामी कहाँबाट बिरुवा सिफारिस गरिदियो भनेपछि हामीले त केही गर्नुपर्छ भन्ने उहाँहरूलाई अझ प्रोत्साहन हुन्छ भनेर पनि म चाहिँ यहाँ आएको। मैले हाम्रो किसानहरू लिएर मैले यहाँ आएको। धन्यवाद। धन्यवाद।